यो अङ्कितबाट यो अङ्कितसम्म आउन निकै कठिन थियो छ र अझ राम्रो बन्नको लागि झन् धेरै कठिन हुनेवाला छ। सो दिस इज अ ऱ्यान्डम ब्लग। सनस्क्रिन यसरी लगाउनु कि घामले नि बनोस्, 4 दिन युभी रेज हान्दा पनि यो कालो हुन सक्दैन। 10 बजे जो उठेको थिएँ, खाना खाने बेला भइसकेछ। गोर्मेना काटेर मासुमा हालेर मासु बनाउनु लागि जस्ट मिक्सिङ अल द इन्ग्रिडियन्ट अनि बोइल इट फर 15 to 20 मिनट। चिकन रेडी भयो। आफ्टर द्याट मासु र भात खान्छु अनि 1 कप कफी खाएर लाग्छु कलेजतिर। सो बाइक चढेर लाग्छु कलेजतिर। लगभग जाममा बस्दै राइड गर्दै 45 to 50 मिनट लाग्छ कलेज पुग्न। भोलि प्रोग्राम थियो, अलिअलि डिस्कस गऱ्यो। प्रोग्राम चाहिँ फिटनेसको बारेमा, एक्सर्साइज, पोस्चर, डाइट इत्यादि, प्लस कम्पिटिसन सच एज प्ल्याङ्क, पुसअप, पिकल बल इत्यादि। त्यसपछि फ्लेक्स प्रिन्ट गर्नको लागि पसलतिर लाग्यो। प्रोग्राम चाहिँ February 11 10 AM एट KCC ग्राउन्ड। सबैजना आइदिनु होला, रमाइलो गरौँला। आफ्टर घर पुगेँ। घर पुग्ने बित्तिकै 2वटा बोइल एग खाएँ अनि आफ्नो काम सुरु गरेँ। सो यो काम चाहिँ घरको नक्सा संशोधन गर्नुपर्ने थियो, सो रिड्रइङ गर्दै थिएँ। जिम जाने टाइम भइसकेछ। मम्मीले ओट्स बनाइदिइसक्नु भएको थियो। ओट्स र कफी खाएर जिम पुगेँ। आज चाहिँ लेग वर्कआउट थियो, जस्ट अ ह्यामस्ट्रिङ पार्ट एन्ड क्याप्स। सो 5 एक्सर्साइज लेग र 2 एक्सर्साइज ट्राइसेप्सको गरेँ अनि म्यान्डेटरी पोज प्र्याक्टिस गर्दै जिम सिद्धाएँ। देन घर आएँ अनि मस्यौरा र चनाको तरकारी बनाएँ। मैले आज जुन खानेकुरा खाएँ इट्स माई डेली डाइट हो है। अनि 12 बजीसम्म आफ्नो काम गरेँ। नट कम्प्लिटेड इट बट भोलि सिद्धाउने कोसिस गर्छु। यति नै आजलाई। सी यू सुन।